हानु भनेर म चाहिँ कवि होइन, मनको कवि मात्रै हो। तर आज माता तीर्थ अवसर परेको हुनाले सम्पूर्ण आमाहरूलाई चाहिँ म हार्दिक नमन गर्दै उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्छु। र यहाँ एउटा पाठ अलिकति हामीले जान्नुपर्ने, जुन आमाहरू हुनुहुन्छ उहाँले सबैलाई सिकाउनुहुन्छ र हाम्रो अहिले भनिसक्नुभयो हाम्रो दिपेन सरले, किनभने उहाँ डक्टर हो, सबै हो। त्यसैले गर्दा मलाई आशा र भरोसा यो छ, हामीले के सिकेर आयौँ त्यही कुराहरू हाम्रा सन्ततिलाई यहाँ अब आमा बन्ने जुन भविष्यमा बन्नुहुन्छ उहाँ नानीहरूलाई पनि त्यो हस्तान्तरण गर्दै जानु होला भन्ने विशेष कामना गर्दछु। किनकि मातृत्वले वात्सल्यता दिँदै एउटा छुट्टै अनुभव होस्। आमाको सिलसिलामा मैले मनसँग बहकिँदा भनेर एउटा सानो कविता बनाएको छु। यो मैले गफमा बनाएको हुनाले म पढ्न गइरहेको छु। पूजनीय आमाको गरौँ सधैँ सेवा, ढिलो नगरौँ अब। मृत्यु पश्चात दान पुण्य गरे पनि केही हुँदैन तब। दर्द सबै लुकाएर माफ दिने ती आमालाई नमन गरौँ हामी सबैले हरेक दिन नछुटाई। माता तीर्थ औँसी मात्र होइन हामीले सम्झिदिने, मातृसेवा तब हुनेछ दुःख दर्द हर्न सके। गुणगान तिर्न सकौँ लगाई मलम दर्दमा, उच्च स्थानमा राखौँ सधैँ आमालाई जीवनमा। यही भित्र अलिकति बहकिँदा म डबलसँग अलिकति क्षमायाचना गर्दै, म मनभित्रको कवि हो त्यही हुनाले यसमा अलिकति मैले केही थपेँ है सर। कहिलेकाहीँ झोक चल्छ बनिदिउँ कि कवि, कहिलेकाहीँ झोक चल्छ बनिदिउँ कि कवि। सोद्धा सोध्दै हिस्सा हुन्छ जोगाउन छवि, सोद्धा सोध्दै हिस्सा हुन्छु जोगाउन छवि। भन्छन् हत्केलाले रविलाई छेक्न सकिन्छ र, भन्छन् हत्केलाले रविलाई छेक्न सकिन्छ र। लेखौँ लेखौँ लाग्छ सधैँ भन्दै के पो बिग्रन्छ र, लेखौँ लेखौँ लाग्छ सधैँ भन्दै के पो बिग्रन्छ र। सुरु गर्छु एउटा छन्द मन्द मुस्कान मनमा दिँदै, सुरु गर्छु एउटा छन्द मन्द मुस्कान मनमा दिँदै। बाढी आउँछन् शब्द काटी तछाड मछाड गर्दै, बाढी आउँछन् शब्द काटी तछाड मछाड गर्दै। अनि पछि बरालिन्छु शब्द छान्दा छान्दै, अनि पछि बरालिन्छु शब्द छान्दा छान्दै। तैपनि अघि बढ्छु सहज होला कि भन्दै, तैपनि अगाडि बढ्छु सहज होला कि भन्दै। त्यसपछि नि सकिन्न है लय मिलाउन, त्यसपछि नै सकिन्न है लय मिलाउन। कवि बन्न कहाँ सहज छ शब्द खेलाउन, कवि बन्न कहाँ सहज छ शब्द खेलाउन। न त बन्न सकियो कवि न चिनियो रवि, न त बन्न सकियो कवि न चिनियो रवि। वास्तविक जीवनमा गाह्रो छ है जोगाउन छवि, वास्तविक जीवनमा गाह्रो छ है जोगाउन छवि। अब एउटा अरुण सरले भन्नुभयो, यहाँ मैले केही एउटा थपिरहेको छु, क्षमायाचना गर्छु। आज माता तीर्थ औँसीको दिन भएको हुनाले मेरो गृहिणीले आमाकोमा भेट्न जानुको बोलाएको हुनाले मैले सबैलाई चाहिँ नि समय मागेर छिटो आएँ। तैपनि यहाँ अलिकति कुराहरू चाहिँ मैले भन्नु पर्यो। मेरो मनको अमेरिका कथा व्यथा सङ्घर्ष र यथार्थ अनि निष्कर्ष भनेर मैले केही भागमा छुट्याएको छु। यसलाई मैले अलिकति समय लिएर वाचन गर्न गइरहेको छु। कथा। मानिसको चाहनालाई रोक्न सकिन्न नि, मानिसको चाहनालाई रोक्न सकिन्न नि। अग्रगामी सोच राख्नु महान काम हो नि। कहिलेकाहीँ चाहनाको घना चक्कर काट्दा दुःख दर्द झेल्नु पर्ने कठै बाटो फरक पर्दा। एकादेशको कहानी थियो अमेरिकी देश, केही पनि थाहा नहुने न त भाषा भेष। स्वयंसेवा जान्थे पहिला सेवा दिन हाम्रै, अनेकौँती माध्यमबाट सहयोग हुने राम्रै। त्यसपछि हाम्रो व्यथा सुरु हुन्छ। के हुन्छ भने फलस्वरूप सपना बन्यो यता आउने रहर, फलस्वरूप सपना बन्यो यता आउने रहर। कसलाई के थाहा नयाँ ठाउँको वेदना र कहर, कसलाई के थाहा नयाँ ठाउँको वेदना र कहर। एवं रीतिले दिन रात बिते कति कति, एवं रीतिले दिन रात वर्ष बिते कति। स्वप्न जप्न मनमा खेल्ने हुटो हुटी अझै कति। आयो यहाँ पुरा गर्न रहरती सोचे जति, आयो यहाँ पुरा गर्न रहरती सोचे जति। तर वास्तवमा त्यस्तो होइन। यथार्थ के हो त? संक्षेपमा भन्नुपर्दा सोचे भन्दा पृथक रहेछ। जाने स्वर्ग नजानेमा यतातिर कष्ट हुँदो रहेछ। भन्न पनि लाज लाग्ने ढाँट पनि मुस्किल हुने, भन्न पनि लाज लाग्ने ढाँट पनि मुस्किल हुने। भनौँ भने चुरो कुरो अरूले त उल्टो बुझिदिने, भनौँ भने चुरो कुरो अरूले झन् उल्टो बुझिदिने। सङ्घर्ष। अब त्यसपछि हामी सङ्घर्ष सुरु हुन्छ। आयौँ हामी कताबाट संयोगले भनौँ यहाँ, भेट भयो समाजमा भाग्य बस अहिले जहाँ।
सङ्घर्षले बढौँ अघि मिलिजुली हामी सधैँ समयमै नै गरौँ काम भोलि भोलि नभनी है समयमै नै गरौँ काम भोलि भोलि नभनी है। निष्कर्ष अब निष्कर्ष के हो भन्ने कुरा मैले अलिकति लेख्दैछु। स्वभावले मानिसको चुलोबुले बानी थेक्न पनि गाह्रो हुने बुझ्दै जाँदा हामी भन्थे हाम्रा बुढापाका जहाँ गए कर्मसँगै त्यसैले त हामी गरौँ राम्रो कर्म मिलीसँगै गरौँ काम बिहानीमै शुभ प्रभात भनी स्वावलम्बी बनौँ हामी सिकौँ राम्रै बानी जीवन हाम्रो कति लामो कसै थाहा छ र पछुताएर हुँदैन नि बिग्रेपछि सम्झाएर प्रार्थना गरौँ यही जीवनमा बन्न ज्ञानी सादा जीवन उच्च विचार महानत हो भनी सकेसम्म चिनौँ हामी समाजमा सन्ततिलाई एकजुट भई बढौँ अघि हाम्रो समाजलाई हस् धन्यवाद। लामो समय लिएकोमा समय